प्रातः उठ्ने बित्तिकै स्मरण गर्नु नै पूजा भएको हुन्छ भने पूजा हुने हुनाले सकिन्छ भने बिहान उठ्ने बित्तिकै आफ्ना पूर्वजहरूको स्मरण गर्ने र पूर्वजले मानिआएका कुल देवी देवताहरूको स्मरण गर्ने त्यो नै महत्त्वपूर्ण पूजा रहन्छ। नमस्कार, म विक्रम नेउपाने आज यहाँहरूलाई दोस्रो भिडियो लिएर आइरहेको छु। कुल सम्बन्धी र कुल पूजा सम्बन्धी र त्यसका प्रकृति र विधि विधान सम्बन्धी, देवी देवताका सम्बन्धी र आफूले थानी मानि आएका इष्ट देवता, स्थान देवता र कुल देवताको विषयमा यो मेरो जानकारीमूलक भिडियो रहनेछ। आज मैले यहाँहरूलाई सरस्वती अगाडि जानुभन्दा अगाडि आजको विषय केन्द्रित रहनेछ कुल पूजा कसरी गर्ने, कहाँ गर्ने, कहिले गर्ने आदि विषयमा। सीधा कुल पूजा के हो र कुल पूजा कहिले गर्ने, कहाँ गर्ने, कसरी गर्ने। कुल अर्थात् हाम्रा परापूर्व कालदेखि हाम्रा पूर्वजहरूले थानी मानि आउनुभएका ती देवी देवताहरू जसको कुनै स्वरूप छैन, कुनै देवताहरू वैदिक देवतामा गनिनु भएको होला, पुजिनु भएको होला, कुनै लौकिक देवताको रूपमा पुजिनु भएको होला। ती देवताहरूलाई सम्झने र स्मरण गर्ने प्रक्रिया नै कुल पूजा हो। यहाँ मैले भने वैदिक देवता, वेद, उपनिषद र पुराणहरूमा उल्लेख हुने देवी देवताहरूलाई हामी वैदिक देवता भनेर बुझ्दछौँ। अर्थात् राम, कृष्ण, परशुराम, सीता, राधा, पार्वती यी वैदिक देवता हुन्। वेदमा उहाँहरूको स्पष्ट उल्लेखहरू पाइन्छ। र लौकिक देवता भन्नाले कुनै एउटा स्थान विशेष, कुनै एउटा व्यक्ति विशेष, हिजोको दिनमा परापूर्व कालमा हाम्रा पूर्वजहरूले थानी मानि आएर स्थापना गरेका ती देवताहरूलाई बुझिन्छ। र ती देवताहरूलाई पनि कुल पूजामा स्थान भएको हुन्छ। आफ्नो ठाउँ र आफ्नो स्थान विशेष र आफ्नो जात जाति विशेष ती देवताहरूको पनि स्थान रहन्छ। उदाहरणको लागि लौकिक देवतामा सुपा देउराली पनि पर्ना हुनुहुन्छ। यस्तै लौकिक देवताहरू आफ्नो स्थानमा रहनुभएका हुन्छन्। कसैले स्थान देवता भनेर पुजिए पनि स्थान त्यो व्यक्तिको मात्र नभइकन समग्र लोकले मान्ने देवतालाई नै लौकिक देवता भनिन्छ। यो कुरामा मैले प्रश्न पार्न सकेँ भन्ने बुझ्दछु। अब अगाडि बढौँ। हामीले थानी मानि आएका ती देवी देवताहरू र हामीले थानी मानि आएका ती लौकिक र वैदिक देवी देवताहरूलाई हामीले कुलमा कसरी स्थान दिने र कुलमा कसरी पूजा हुन्छ भन्ने यी विषयमा अगाडि बढौँ। कहिले पूजा गर्ने भन्दाखेरि हरेक दिन प्रातः उठ्ने बित्तिकै स्मरण गर्नु नै पूजा भएको हुन्छ भने पूजा हुने हुनाले सकिन्छ भने बिहान उठ्ने बित्तिकै आफ्ना पूर्वजहरूको स्मरण गर्ने र पूर्वजले मानिआएका कुल देवी देवताहरूको स्मरण गर्ने त्यो नै महत्त्वपूर्ण पूजा रहन्छ। कहाँ गर्ने भन्दाखेरि आफू जुन स्थानमा बसोबास गरिएको छ त्यही स्थानमा एउटा शुद्ध स्थान हेरेर गर्ने। कसरी गर्ने भन्दाखेरि सत्य कुरामा सिधा मैले सबै छोटोमा र सत्य कुरा राखेर भन्दैछु। कसरी गर्ने भन्दाखेरि आफ्ना जति पनि आफ्ना बिन्द्रला, आफ्ना कुलमा रहेका जति पनि आफन्तहरू छन् सबैलाई एकीकृत गरी भेला गराउने र भेला गराएर स्मरण गर्ने र आफूले सकेको गक्ष्य रीतिथिति र नियमहरूलाई सम्झेर अगाडि बढ्ने र पूजा गर्ने। आउनुहोस् म यसपछिको भिडियोहरूमा यो पूजा विधि र प्रक्रियाहरूका बारेमा र सक्दाखेरि यसरी कसरी गर्ने, लौकिक देवताहरूको पूजाको लागि यज्ञ कसरी बनाइन्छ, के अरे लौकिक देवताहरूको पूजा कसरी गरिने र वैदिक देवताहरूको पूजा कसरी गर्ने लगायत कुल पूजाको एउटा रीतिथिति र आफ्नो नियमहरू के कस्तो हुन सक्छन्। तर यसमा चाहिँ मैले नेउपाने परिवारको मात्र आफूले अनुभव र भोगाई भएको हिसाबले नेउपाने परिवारको कसरी कुल पूजा हुन्छ त्यो सम्बन्धी अर्को भिडियोमा जानकारी लिएर आउँदछु। अहिलेलाई यतिमै विश्राम गरेँ। धन्यवाद। जय कुल देवता।